जब आशा बोकेर उडेकाहरू बाकसमा फर्किए, कुवेतबाट 9 नेपालीको शव बोकेर नेपाल आयो जहाज। 4 महिला र 5 पुरुष, हेर्नुहोस् को कहाँका। कुवेतबाट 9 जना नेपाली श्रमिकको शव बुधबार साँझ नेपाल ल्याइएको छ। कुवेत एयरवेजको चार्टर विमानमा ती शवहरू नेपाल पठाइएको हो। कुवेतको हवाई क्षेत्र र नियमित व्यावसायिक उडानहरू बन्द रहेको विशेष परिस्थितिमा त्यहाँ स्थित नेपाली राजदूतावासको पहलमा 9 नेपालीको शव र डिपोर्ट गरी स्वदेश फर्काइएका नेपालीहरूलाई आज नेपाल पठाइएको हो। कुवेत स्थित नेपाली राजदूतावासका अनुसार विभिन्न कारणले कुवेतबाट नेपाल फर्काइएका नेपाली नागरिकहरू र त्यहाँ मृत्यु भएका 9 जना नेपालीहरूको शव बोकेर कुवेत एयरवेजको विशेष चार्टर विमान आज नेपाल पुगेको हो। वैदेशिक रोजगार बोर्डका अनुसार सिराहाका रमेश कुमार मोची, दाङका खुशीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका बसन्त राई, सुर्खेतकी यमुना मगर, सल्यानका कृष्णरामजा बुढा, सिन्धुलीकी मन्जु मोक्तान पाखरिन र कास्कीका रमेश नेपालीको शव आज नेपाल आएको हो। उनीहरूको शवलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्मै लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए। गत 16 फागुनमा अमेरिका इजरायलले इरानमा आक्रमण गरेको थियो। प्रतिकार स्वरूप इरानले पनि अमेरिकी सैन्य क्याम्प भएको कुवेत, बहराइन, साउदी अरब, कतार र ओमानमा श्रृङ्खलाबद्ध आक्रमण जारी गरेपछि कुवेतको विमानस्थलमा सञ्चालन थिएन। नियमित हवाई सेवा अवरुद्ध रहेकै अवस्थामा दूतावासले कुवेत एयरवेजसँगको विशेष समन्वय र सहयोगमा यो उडानको व्यवस्था मिलाएको जनाएको छ। दूतावासले दिएको जानकारी अनुसार अलपत्र परेका र मानवीय संवेदनाका हिसाबले तत्काल स्वदेश फर्काइनु पर्ने नेपालीहरूलाई प्राथमिकतामा राखेर यो विशेष उडान मार्फत नेपाल पठाइएको हो। कुवेतबाट एकै पटक 300 भन्दा बढी नेपालीलाई डिपोर्ट गरिएको हो। कुवेतको आन्तरिक मामिला मन्त्रालय र नेपाली दूतावासको समन्वयमा नियम उल्लङ्घन गरेका उनीहरूलाई स्वदेश फर्काइएको हो। प्राप्त जानकारी अनुसार कुवेतमा विभिन्न प्रकारका कानूनी तथा प्रशासनिक नियम उल्लङ्घन गरेका नेपाली नागरिकलाई कुवेत सरकारले एकै पटक डिपोर्ट गरेको हो। गैर आवासीय नेपाली संघ NRNA कुवेतका अनुसार सोही विमान मार्फत विभिन्न कारणले कुवेतमा निधन भएका नेपाली नागरिकको शव पनि पठाइएको थियो। यस घटनाले विदेशमा रहेका नेपालीहरूको अवस्था र सुरक्षाको विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। सो विशेष उडान बुधबार साँझ करिब 6 बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। कुवेतको आन्तरिक मामिला मन्त्रालयको निर्देशनमा डिपोर्ट गरिएका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि विशेष व्यवस्था गरिएको थियो। त्यसैगरी सो दिन कुवेत अन्तर्राष्ट्रिय विमानस्थल अन्य यात्रुहरूको लागि पूर्ण रूपमा बन्द गरिएको बताइएको छ। केवल डिपोर्टीहरूलाई फर्काउनकै लागि सो उडान सञ्चालन गरिएको थियो। वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीहरू विभिन्न कारणले गैर कानूनी अवस्थामा बस्न बाध्य हुने, काम परिवर्तन गर्ने, भिसा अवधि नवीकरण गर्ने लगायतका कारणले यस्ता समस्या आउने गरेको देखिएको छ। यस घटनाले वैदेशिक रोजगारीमा जाने नेपालीले सम्बन्धित देशको कानून पालना गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको छ। सरकार तथा सम्बन्धित निकायहरूले यस्ता घटनाको पुनरावृत्ति रोक्न र वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।